आमाले मरी मरी 4 भाइ सन्तान त जन्माइन्, तर पल पल पीडा बोक्नुपर्छ। एउटा छोरो आर्मीमा गयो, अर्को छोरो पुलिसमा भर्ती भयो। एउटा छोरो राजनीतिमा गयो, अर्को छोरो कलम लिएर पत्रकार भयो। खोइ के भनौँ म मेरा छोराहरूलाई। एउटा बोर्डरमा खटेको वर्षौं भइसक्यो, अनुहार देख्न पाएको छैन। अर्को छोरो बन्दुक बोकेर ड्युटीमा खटिएको छ, एउटा छोरो राजनीतितिर पसेको छ। 2 भाइको द्वन्द्व सुरु हुन्छ, अर्को भाइले कलम कापी लिएर निष्पक्ष भएर जनता सामु समाचार पुर्याउँछु भन्छ। एउटा भाइले ढुङ्गा हान्छ, दाइको टाउको फुटाउँछ, अर्को भाइले बन्दुक तेर्साउँछ, छातीमा गोली फुटाउँछ। छाती त आमाको नै दुख्छ। पत्रकार भएको भाइले फोटो खिच्दा खिच्दै आगोमा जलेर आफ्नो आहुति दिन्छ। पीडा त जो मरे पनि यही आमालाई हुन्छ। आमाको पीडा कसले बुझिदिन्छ? रातभरि बिरामी हुँदा मर्ला कि भनेर रोइ रोइ हुर्काएको छोरो। दाजुभाइ जुधेर एक अर्काको रगतको प्यासी हुन्छन्। आमाको पीडा कसले बुझ्छ? थाहा छैन यो खेलमा कसको जित हुन्छ, कसको हार हुन्छ, तर पीडा त यही आमालाई हुन्छ। 5 वटा औँलामा जुनमा घाउ लागे पनि पीडा त शरीरलाई नै हुन्छ। जुन छोरोलाई चोट लागे पनि पीडा आमालाई नै हुन्छ। जुन छोरो मरे पनि कोक त आमाको नै रित्तिन्छ। मेरो पीडा कसले बुझिदिन्छ? न कलम समाउने छोराले सुन्छ, न बन्दुकको नाल तेर्साउने छोराले बुझ्छ, न त हातमा ढुङ्गा बोकेर हिँड्ने छोराले हेर्छ। बोर्डरमा बसेको छोरो फर्किने आशै छैन। साथमा भएका 4 भाइ छोरा चारतिर डुल्छन्। यो आमाको कुरा कसले बुझ्छ? कसले सुन्छ? पल पल रोएर छोराहरूको जीवनको रक्षाको लागि भगवानसँग भिख माग्नु पर्छ। त्यति गरेर कहाँ हुन्छ र? सुन्छु भाइले ढुङ्गाले हानेर दाइको टाउको फुटायो रे, अर्को भाइले गोलीको वर्षा गरायो रे। एउटा भाइको गोलीले अर्को भाइको छाती चिरिन्छ, एउटा भाइको ढुङ्गाले अर्को भाइको टाउको फुटिन्छ। तर पल पल मेरो मन चुडिन्छ, यो आमाको मन चुडिन्छ। हो, यो आमाको पीडा कसले बुझ्छ? जुनै छोरो मरे पनि त यही आमाको कोख रित्तिन्छ। जुनै छोरालाई चोट लागे पनि त यही आमालाई चोट लाग्छ। यही आमाको कोख रित्तिन्छ। थाहा छैन यो खोलमा कसको हार अनि कसको जित हुन्छ। बोर्डरमा बसेको छोरोको वर्षौं भइसक्यो, अनुहार देख्न पाउँदिन। साथमा भएको छोरो बिहान हिँड्छ, घर बेलुका आउँछ कि आउँदैन सास फेरेर हेर्न पाउँदिन। छोराहरूकै पिरले मर्ने भए थाहा छैन कहिलेसम्म यो बुढीको मन भक्कानिने हो। एउटा छोरो मर्यो, बुहारी बित्दै हुन्छ, नाति नातिना टुरा हुन्छन्, रोइ रोइ बाँच्नुपर्छ। यो आमाको पीडा खै कसले बुझिदिन्छ? भन्नुस् त, यो आमाको पीडा खै कसले बुझिदिन्छ? भनेर मैले यति भन्दाखेरि नि अब सबैको मनमा पिर त पर्छ नि। आमा हुने त म पनि, मेरो नि छोराछोरी छन् होइन। अब यस्तै हो, जसलाई गोली हाने नि, जसलाई मारे पनि के गर्नु, यही आमाको छाती दुख्छ, यही आमाको कोख रित्तिन्छ। साँच्ची नै हजुरहरूलाई मन परेको छ भने मेरो आदरणीय भ्युअर्सहरू सम्पूर्णले साथ सपोर्ट गरिदिनु होला।
अर्को राउन्डसम्म पुर्याउनलाई म बुढी मान्छेलाई सपोर्ट गरिदिनु होला भन्छु नि हाम्रो जजेस आमा नि कसरी हेर्नु भएको छ कठै बरु लु 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 मलाई सबैजनाले सपोर्ट गर्नु है भन्न चाहन्छु नि थ्याङ्क यू सो मच नमस्ते नमस्ते थ्याङ्क यू सो मच सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु ओके फर्स्ट अफ अल त इन्टायर जति पनि हाम्रो चन्द्रिका मैनाली दिजुलाई सपोर्ट गर्न आउने हुने हाम्रा सुरसासका चाहिँ जानवीजी त्यसै गरी जेयर क्विन लगायत अन्य धेरै साथीहरू हुनुहुन्छ उहाँलाई म विशेष विशेष धन्यवाद भन्न चाहन्छु एन्ड दिस इज द हिस्ट्री नै भन्छु म आई थिङ्क यति धेरै डबल ट्याप पाउनुभएको छ म केही भन्दिनँ म जस्ट एउटा म्युजिक बजाउँछु तपाईँको लागि थ्याङ्क यू सो मच जति पनि हाम्रो चन्द्रिकाजी उहाँलाई चाहिँ डबल ट्याप गरेर सपोर्ट गर्नुभएको छ होइन आई थिङ्क आजको प्रोग्रामको सबैभन्दा म्याक्सिमम डबल ट्याप यही नै रहन गएको छ जस्तो मलाई लाग्छ है पर्फर्मेन्स वाइज आउटस्ट्यान्डिङ डबल ट्यापमा पनि त्यत्तिकै स्टार्टिङ प्रेजेन्टेसन जुन हामीले एउटा कन्सेप्ट लिएर आएको थियौँ आज तपाईँले एकदमै सपोर्ट गर्नुभएको छ तर मैले भनिहाल्यो मेरो हातमा केही पनि छैन होइन जति पनि छ हाम्रो अडियन्स त्यसै गरी हाम्रो रेस्पेक्टेड जजेसको हातमा हो र म एकचोटि एक्नोलेज के गर्न चाहन्छु भन्दाखेरि इफ आई एम नट रङ जहाँसम्म मैले उहाँको डबल ट्याप काउन्टिङमा गर्दाखेरि चाहिँ स्टार्टिङ भएको थियो उहाँको 409.2 केबाट फेरि आई वुड लाइक टु रिपिट 409.2 केबाट चाहिँ उहाँको डबल ट्याप स्टार्ट भएको थियो दिएको समयमा भने 463.5 केमा चाहिँ इन्डिङ भएको छ वाउ थ्याङ्क यू सो मच आई थिङ्क हजुर हाम्रो आज यस कार्यक्रममा सबैभन्दा धेरै डबल ट्याप पाउनमा सफल हुनुभएको छ हाम्रो चन्द्रिका मैनाली दिदी हजुरलाई धेरै धेरै बधाई भन्दै विदाउट डिले एनी फर्दर डु आई लाइक टु गो टु आवर रेस्पेक्टेड जज अभिना म्याम प्लिज टेक ओभर द स्टेज हजुर के भन्न चाहनुहुन्छ भने अब थियो खै के भन्नु भने जस्तो I love you so much. I love you so much. यति रुन मन लाग्यो सुरुमा यस्तो रुन मन लाग्यो मेरो मम्मी त नजिकै हुनुहुन्छ भने पनि कति कुराहरू पुर्याउन सक्दैन हामीले होइन आफ्नो आमा बुवाले छोराछोरीको लागि कति गर्नुहुन्छ छोराछोरीले कहिले पनि आमा बुवाको पीडा बुझ्दैन त्यो यस्तो मजाले उयो गरिदिनु भयो होइन सो मलाई रुन मन लागिरहेको थियो यस्तो रुन मन लागिरहेको थियो लास्ट थ्याङ्क यू Oh my god, यस्तो दामी वाउ मलाई त त्यति धेरै मन पर्यो oh my gosh मलाई चाहिँ त्यति राम्रो लाग्यो है यस्तो मजाले डुबाइदिनु भयो कि सबैजनालाई यस्तो हुन्छ नि केही नदेखेर नि त्यो हजुरको आवाज मात्रै सुनिरहेको थियो कि त्यो फिल गरिरहेको थियौँ सबैजनाले कि यस्तो मजाले हजुरले किनभने न हजुरले लेखेर गर्नुहुन्छ न के गरेर गर्नुहुन्छ एउटा टपिकमा बसेर हजुरले अहिले जे टपिकमा गर्नुभयो आफूले ठाउँको ठाउँ मतलब मनमा उयो गरेर होइन गर्नुहुन्छ यति धेरै मलाई मन पर्यो अनि म रुनै लागेको थियो होइन रुनै लागेको थियो लाउँदा चाहिँ मन्जुसर वेलकम लास्टमा हँसाउनु नि भयो एकपटै नै अब रुवाउनु त भएन अनि पछि लास्टमा गएपछि हाँस्नु पर्छ भनेर म बुढी मान्छे के गर्नु जिन्दगीभरि रुँदा यहाँ आएको अब हँसाउनु त पर्यो नि यस्तो मिठो शब्दहरू सुनेर उना पनि थ्याङ्क यू सो मच सम्पूर्णलाई धेरै धेरै धन्यवाद हजुरलाई धेरै 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 धन्यवाद मिठो कमेन्टको लागि एकदमै आउटस्ट्यान्डिङ यस्तो हजुर फेरि पनि म भनौँ न हजुरहरूलाई चाहिँ के एक्नोलेज गराउन चाहन्छु भन्दाखेरि हामीसँग चाहिँ मन्जिल सर पनि अलरेडी बोर्डमा उपस्थित हुनु भइसकेको छ हामी इन्टायर ब्लू मुन को तर्फबाट र हाम्रो भनौँ न रेस्पेक्टेड जज बिनु म्याम अनि हामी इन्टायर कन्टेस्टेन्ट ज्यूहरूको तर्फबाट हामी सम्पूर्ण दर्शक